लोभको परिणाम। डरना गाउँमा एकजना दाउरे बस्थे। उनी मेहनती र इमान्दार थिए। उनको सम्पत्तिको नाममा एउटा सानो छाप्रो र एउटा बन्चरो मात्र थियो। उनी त्यही छाप्रोमा बस्थे। त्यही बन्चरोले दाउरा काटेर खानेकुरा जुटाउँथे, लुगा कपडा किन्थे। गाउँलेहरू दाउरेलाई माया गर्थे। उनीहरू चामल, गहुँ र मकै दाउरेलाई दिएर सहयोग गर्थे। एक दिनको कुरा हो, दाउरे पोखरीको किनारको रुखमा चढेका थिए। उनी त्यस रुखका हाँगाबाट दाउरा काट्दै थिए। अचानक उनको हातबाट बन्चरो चिप्लिएर पोखरीमा खस्यो। पोखरी निकै ठुलो र गहिरो थियो। बिचरा दाउरे अल्मलिए। उनलाई के गरौँ भयो। पोखरीबाट सजिलै बन्चरो निकाल्न सम्भव थिएन। उनी रुन र कराउन थाले। उनी दुःखले चिच्याए, हे भगवान, अब म के गरी बाँच्नु? मेरो सम्पत्तिको नाममा भएको एउटा बन्चरो थियो, त्यही पनि पोखरीमा खस्यो। मलाई यो के आपत आइलाग्यो? केही समयपछि दाउरे रोएको सुनेर पोखरीको पानीभित्रबाट जलदेवता प्रकट भए। जलदेवताले दाउरेलाई सोधे, हे मनुष्य, तिमी किन यसरी रोइरहेका छौ? तिमीलाई के समस्या पर्यो? त्यसपछि दाउरेले भने, हे प्रभु, म रुखमा चढेर दाउरा काट्दै थिएँ। अचानक मेरो हातबाट बन्चरो फुत्कियो र पोखरीमा खस्यो। दाउरेको कुरा सुनेपछि जलदेवता पोखरीभित्र पसे। केही समयपछि जलदेवता सुनको बन्चरो लिएर आए र दाउरेसँग सोधे, हे मनुष्य, तिम्रो बन्चरो यो हो? दाउरेले भन्यो, होइन प्रभु, यो बन्चरो मेरो होइन। मेरो बन्चरो त फलामको थियो। जलदेवता फेरि पोखरीभित्र पसे र एकछिनपछि चाँदीको चम्किलो बन्चरो ल्याएर सोधे, हे मनुष्य, यो हो त तिम्रो बन्चरो? दाउरेले जवाफ दिए, हे प्रभु, मेरो बन्चरो यो पनि होइन। दाउरेको कुरा सुनेर जलदेवता फेरि पोखरीभित्र पसे। अन्तमा दाउरेकै फलामको बन्चरो देखाउँदै जलदेवताले सोधे, हे मनुष्य, के यो बन्चरो हो त तिम्रो? दाउरे खुसी भए। उनका आँखा खुसीले चम्किए। उनले हाँस्दै भने, हो प्रभु, हो, मेरो बन्चरो यही हो। दाउरेको इमान्दारी देखेर जलदेवता निकै खुसी भए। उनले सुन, चाँदी र फलामका 3वटै बन्चरो दाउरेलाई दिए। दाउरे खुसी हुँदै गाउँ फर्किए। उनले सुन, चाँदी र फलामका 3वटा बन्चरो पाएको खबर गाउँभरि फैलियो। यो सुनेर गाउँकै एकजना अर्को दाउरेलाई पनि सुन र चाँदीको बन्चरोको लोभ लाग्यो। भोलिपल्ट त्यो लोभी दाउरे पनि पोखरीको किनारको रुखमा चढेर दाउरा काट्न थाल्यो। उसले जान आफ्नो बन्चरो पोखरीमा खसाल्यो। त्यसपछि पोखरीको किनारमा बसेर रुन थाल्यो। उसरी नै एकछिनपछि जलदेवता प्रकट भए। जलदेवताले उसलाई सोधे, हे मनुष्य, तिमी किन रोएको? तिमीलाई के समस्या पर्यो? लोभी दाउरेले भन्यो, हे प्रभु, मेरो कमाई गरी खाने एउटै बन्चरो थियो। त्यो पोखरीमा खसेर हरायो। यो सुनेर जलदेवता पानीभित्र पसे। केही बेरपछि उनले सुनको बन्चरो ल्याएर देखाउँदै सोधे, हे मनुष्य, के यो बन्चरो तिम्रो हो त? लोभी दाउरेले मुसुक्क हाँसेर भन्यो, हो प्रभु, यो मेरै बन्चरो हो, मलाई दिनुहोस्। जलदेवताले उसको बेइमानी बुझिहाले। लोभी दाउरेलाई श्राप दिँदै उनी पानीभित्र हराए। लोभले गर्दा उसले आफूसँग भएको फलामको बन्चरो पनि गुमायो। त्यसैले परिश्रम गरी कमाउनुपर्छ, इमान्दार हुनुपर्छ। लोभ लालचले आफैलाई धोका दिन्छ।